गुड मर्निङ है सबैजना आरामै हुन्छ भने आज गरेको छु म पनि ठिकै छु हैन अनि आज पनि टक्क पार्कमा आएर म तपाईहरुको लागि भनेर भिडियो लिएर आइसकेको छु धेरै जनाले कमेन्ट गरेको भएर हैन आजको भिडियो भनेको चाहिँ के को बारेमा छ भन्दा चाहिँ 8-9 लाख रुपैयाँ तिरेर रोमानिया आउँदा के तपाईहरुलाई चाहिँ ठीक छ कि छैन हैन यहाँ अनि बाहिर जुन अरु कन्ट्रीबाट आएको दाइहरुले यहाँ भनेको कुराहरु म तपाईहरुलाई सब शेयर गर्छु हैन कृपया पूरा भिडियो हेर्नु होला 8-9 लाख रुपैयाँ तिरेर यहाँ रोमानिया आउँदा चाहिँ के फाइदा छ कि छैन त भन्ने कुराहरु चाहिँ अनि कस्तो मान्छेहरु आउँदा यहाँ ठीक हुन्छ भन्ने कुराहरु म चाहिँ भन्छु तपाईहरुलाई कृपया च्यानलमा नयाँ हुनुहुन्छ त च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला हैन लेट्स स्टार्ट द भिडियो रोमानिया अब तपाईहरुलाई थाहा नै छ रोमानिया भनेको एउटा युरोपियन कन्ट्री हो अहिले सेन्जन कन्ट्री भइसकेको छ अहिले सेन्जन भए लगत्तै नेपालका मेन पावरहरुले चाहिँ चियोस पैसा चाहिँ बढाएको छ रोमानिया आउनको लागि चाहिँ कोस्ट पहिला 5 लाख 4 लाखमा उडाइरहेको थियो भने अहिले चाहिँ 8-9 लाख 10 लाखसम्म नि मागिरहेको रेकर्डहरु पाइएको छ हैन त्यही भएर चाहिँ अब त्यति तिरेर आउँदा तपाईहरुलाई चाहिँ यहाँ कस्तो हुन्छ अब तपाई अरु कन्ट्रीमा हुनुहुन्छ अरु कन्ट्रीमा काम गर्दै हुनुहुन्छ अब त्यहाँ छोडेर यहाँ आउन मन लाग्यो तपाई युरोप छिर्न मन लाग्यो भने चाहिँ यहाँ आउँदा चाहिँ त्यति पैसा तिरेर आउँदा तपाईलाई चाहिँ के यहाँ त्यो अनुसारको सेवा सुविधा सेलेरी हुन्छ कि हुँदैन त्यो भिडियो म चाहिँ यो भिडियोमा भन्ने छु हैन कृपया पुरा हेर्नु होला भिडियो स्किप नगर्नु होला तपाईहरुको लागि काम लाग्ने भिडियो हो लेट्स स्टार्ट द भिडियो हैन अब तपाईहरु यदि मैले के भन्छु भने तपाईहरुको अब उमेर एज यति तपाईहरुको चाहिँ 35-36 अब 40 भन्दा माथि छ भने त अब मैले भन्छु तपाईहरु चाहिँ अरु कन्ट्रीमै राम्रो इन्कम गरिराख्नु भएको छ भने अब जस्तै भनौं न 70-80 हजार रुपैयाँ मन्थली त्यति इन्कम गर्नु भएको छ भने मैले चाहिँ के रेकमेन्ड गर्छु भने प्लिज नआउँदा हुन्छ किनभने चाहिँ तपाईहरुले चाहिँ जति लगानी गरेर आउनु हुन्छ हैन त्यतिलाई यहाँ आएर उठाउनको लागि आफ्नै पैसा हो भने त अब ठीक छ ल 1 वर्षमा आई थिंक उठ्छ न त चाहिँ त्यहाँभन्दा बढी अब तपाईहरुको सेलेरी यहाँ अब भनौं न 70-80 हजारै हो तपाईहरुको बस्ने भनेको त्यहाँभन्दा बढी अब तपाईको स्किल अनुसारले हुने हो तर त्यति चाहिँ तपाईको चाहिँ हुन्छ 70-80 हजार चाहिँ हुन्छ यहाँ हैन तर चाहिँ यदि तपाईको अलरेडी त्यता 40 वर्ष भन्दा बढी नाइसकेको हुनुहुन्छ भने चाहिँ तपाईहरु चाहिँ यहाँ नआउँदा हुन्छ भन्छु यहाँ चाहिँ कस्तो मान्छेहरु आउँदा ठीक हुन्छ भने चाहिँ भर्खर यङ मान्छेहरु अब 20-22 वर्षको छ त्यसले चाहिँ अब पछिको लागि नि केही हुन्छ है मेरो फ्युचर चाहिँ राम्रो हुन्छ भनेर चाहिँ अब युरोपतिरै सेटल हुने तरिकाले आयो भने चाहिँ त्यति पैसा तिरेर आउँदा एकदम बेस्ट लाग्छ मलाई चाहिँ किनभने चाहिँ अब पैसा त एउटा कुराले त सेलेरीको हिसाबले यहाँको सेवा सुविधाको हिसाबले त एकदम कमै हो अब यहाँ चाहिँ के भनेको सेवा सुविधामा के हुन्छ भने हस्पिटालिटीको अब बिमा गरे हुन्छ अब त्यो फ्रीमा उपचार हुन्छ कार्ड या टीआरसी कार्ड भएपछि हैन हस्पिटल गयो भने चेकअप यताउति गरिदिन्छ अथवा औषधि चाहिँ किन्नु पर्छ आफैले हैन अनि तपाईको चाहिँ 7-8 लाख रुपैयाँ यति तिरेर आउँदै हुनुहुन्छ भने तपाईले चाहिँ भनौं न अब 70-80 हजार रुपैयाँ मन्थली कमाउनु पर्यो अब यदि आफ्नै पैसा हो भने त ठिकै छ यदि अब बैंकबाट लोन लिएर आउनु भयो भने चाहिँ त्यो तिर्नलाई कम्तीमा नि 15-16 महिना चाहिँ त्यति ढुक्क लाग्छ अब 15-16 महिना भयो तपाईको 2 वर्षको कन्ट्र्याक्ट छ यदि 2 वर्षपछि तपाईलाई कम्पनीमा राखेन भने चाहिँ तपाईहरु कि नेपाल फर्किनु पर्छ कि अब अरु कन्ट्री पहिले नै अब तपाईहरु चाहिँ अरु कन्ट्री भाग्नु पर्ने अवस्था आउँछ हैन त्यही भएर चाहिँ 8-9 लाख रुपैयाँ कमाउन उस्तै पर्ने भने नराम्रो कम्पनी पर्यो भने 2 वर्षसम्म सबै पैसा लोनको लागि मात्रै ऋणै तिर्ने भन्ने पनि त हुँदैन नि त अब भनौं न अब कोही खानु पर्यो आफुलाई चाहिन्छ खर्च हुन्छ घरमा खर्च हुन्छ यताउति हैन ह्यान त्यान लौडा लसुन हुन्छ त्यही भएर चाहिँ तपाईहरु चाहिँ अब आउँदै हुनुहुन्छ भने चाहिँ घरको यङ केटाहरु 25-26-30 वर्ष 35 वर्षसम्मको चाहिँ यहाँ आउँदा चाहिँ ठीक हुन्छ सेलेरी भनेको त्यही हो थोरै नै हो 70-80 हजार रुपैयाँ बच्छ सुरुमा अब त्यहाँभन्दा बढी चाहिँ सोचेर नआउनु होला अनि काम चाहिँ यहाँ भनेको जस्तो दुःख परे नि जे जस्तो काम परे नि गर्छु भन्ने सोच भएको मान्छेहरु चाहिँ आउँदा चाहिँ यहाँ चाहिँ एकदम ठीक हुन्छ जस्तो लाग्छ मलाई हैन अनि युरोपको सपना बोकेर आउनुहुन्छ एकदम भिसा लाग्यो मेरो यो भयो भनेर ढुक्क पनि नहुनु यहाँ आएर कस्तो कम्पनी पर्ने हो सप्लाई हो कि हैन अब कम्पनीमै पर्छ कि सप्लाई पर्छ कहिले कहाँ पर्ने हो त्यो पनि थाहा हुँदैन भन्छ तिनीहरूले एकदम राम्रो कम्पनी छ भनेर तपाईहरुलाई चाहिँ मेन पावर देखाउन तपाईहरुलाई फकाएर फुलाएर एकदम महँगो रकम असुल गराउँछ हैन ततै तपाईहरु चाहिँ रोमानिया आउँदै हुनुहुन्छ त एकदम बुझेर आउनु होला सक्नुहुन्छ भने अझै पैसा कम गरेर आउन खोज्नुस् नत्र अब कसै हुँदैन भने तपाईहरु चाहिँ ठिक्क हैन तिरेर 8-9 लाख रुपैयाँ तिरेर आउँदा चाहिँ भर्खरको मान्छेहरुलाई चाहिँ ठिकै हुन्छ किनभने चाहिँ त्यसले अरु अपर्च्युनिटी पनि पाइन्छ जस्तै यहाँ आसी चाहिँ अरु कन्ट्री पनि जान सजिलै मिल्छ नि त 8-9 लाख रुपैयाँ तिरेर आनी यहाँ त्यस्तो टाइपको फ्यासिलिटी चाहिँ छैन के तर वास्तवमा भन्ने भने न टीआरसी कार्ड टाइममा कुनै कम्पनी यस्तो कम्पनी हुन्छ टीआरसी कार्ड टाइममा बनाइदिन्न यहाँ आएर काम टाइममा लगाइदिन्न हैन काममा लगाइदियो भने नि 2-4 दिन लगाइदिन्छ अनि फेरि त्यहाँबाट निकाल्दिन्छ अर्को ठाउँमा लगिदिन्छ हैन एकदम गाह्रो छ रोमानिया भनेर एकदम रोमानियाको भिसा लाग्यो भनेर एकदम खुसी हुनै पर्दैन यहाँ एकदम गाह्रो छ
अरू कन्ट्रीको लेखी चाहिँ धेरैजनाले भन्नुहुन्छ म मलेसियामा यति वर्ष बसेको, कतारमा यति वर्ष, दुबईमा यति वर्ष बसेको भन्नुहुन्छ। उहाँको भन्दा नि गइ गुज्रेको रहेछ रोमानिया भन्नुहुन्छ होइन। अब म त अरू कन्ट्री बसिनँ, रोमानियाको चाहिँ जे होस् बुझ्दाखेरि चाहिँ यहाँको मान्छेहरू मभन्दा सिनियर दाजुहरूसँग बुझ्दाखेरि चाहिँ अरू कन्ट्री घुमेर आएको दाजुहरूसँग बुझ्दा चाहिँ रोमानिया चाहिँ एकदम नराम्रो लाग्यो अरे उहाँहरूलाई चाहिँ। खाना बस्न चाहिँ ठिक छ, किन भन्छ अब खाना बस्न चाहिँ कम्पनीले दिन्छ, त्यही भएर चाहिँ उहाँहरूलाई चाहिँ त्यो चाहिँ एउटा चाहिँ त्यो ठिक लाग्यो। अरूको हिसाबमा, पैसाको हिसाबमा, कामको हिसाबमा चाहिँ उहाँहरूलाई चाहिँ यो चित्त बुझेन भन्दै हुनुहुन्थ्यो होइन। 70-80 हजार, 5-6 हजार उहाँको रोमानिया के अरे मलेसिया कतारको मैले कमाउँथेँ ओभर टाइम हुँदा यत्रो भन्नुहुन्थ्यो। यहाँ 22-23 सय, 24-25 सयमा काम गर्नुपर्छ। अब गाह्रो छ जे होस् होइन। अब युरोपको लाइफ चाहिँ भने जति त्यति सजिलो चाहिँ छैन होइन। तर चाहिँ के गर्ने, अब नेपालमा बसेर पनि भएन होइन, के गर्ने। अब म त भन्छु अब एउटा राम्रो मेन पावर खोजेर आउनु सबैजना। अब मेन पावर रेकमेन्ड त गर्ने कुरो हुँदैन, सबै दलले नै हो, नेपालको सबै हुने मेन पावर सबै एकदम लुटेर नै हो। तर चाहिँ एउटा चाहिँ कोही चिनेको मान्छेको मेन पावर छ भने खोजेर आउनुहोस्। 7-8 लाख रुपियाँ तिरेर आउँदाखेरि चाहिँ भने जस्तो सेवा सुविधा नभए नि तपाईँलाई पक्कै पनि यहाँबाट अरू कन्ट्री गएर एउटा राम्रो कन्ट्री यहाँ गएर दुःख स्ट्रगल गरेर केही समयपछि बिस्तारै हुन्छ, आत्तिनु हुँदैन, बिस्तारै कमाइन्छ होइन। त्यही हो आजको भिडियो चाहिँ मैले तपाईँहरूलाई भने। यो उचित चाहिँ त्यस्तो 8-9 लाख रुपियाँ तिरेर नै आएर यहाँ चाहिँ त्यस्तो राम्रो हुन्छ नि त, तिरेर आउने जस्तो ठाउँ चाहिँ होइन जस्तो लाग्छ है मलाई चाहिँ। यो भनेको एकदम 4-5 लाख रुपियाँ चाहिँ ओके हो, त्यहाँबाट माथि भनेको चाहिँ खत्तमै हो। अब के गर्ने, आफू नै आइरहेछ, अब तपाईँहरूलाई नआउनुहोस् भन्नु त मिल्दैन नि त। त्यही भएर चाहिँ आउनुहोस्, बुझेर आउनुहोस् सबैजना होइन। सबैजना टेक केयर। दिल्ली एमएससीको सबैजनाको राम्रो होस् इन्टरभ्यू, जति पनि जाँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ एकदम अल द बेस्ट। सबैजना टेक केयर, बाई सबैजना है।